एकछिन सोचौं त, प्रशान्त महासागरको बीचमा एउटा सुनसान टापु जहाँबाट भाग्नु नै एकमात्र उपाय हो। यस्तै एउटा डरलाग्दो वास्तविकताको सामना गरे केही युट्युबरहरूले। उनीहरूलाई बाँच्नको लागि आफ्नो सीमाभन्दा पनि पर जानुपर्ने भयो। अनि प्रश्न यहीँनेर उठ्छ, के यस्तो असम्भव अवस्थाबाट उम्कन सकिन्छ त? के बलियो इच्छाशक्ति मात्रै काफी हुन्छ वा अरू केही पनि चाहिन्छ? आउनुहोस्, आजको हाम्रो यो चर्चामा यही प्रश्नको उत्तर खोज्ने कोसिस गरौँ। यो कुनै मजाक वा खेल थिएन है। सुरुदेखि नै कुरा सिधै जीवन र मृत्युमा आएको थियो। उनीहरूले भनेको यो एउटै वाक्यले उनीहरूको यात्रा कति गम्भीर थियो भन्ने कुरा छर्लङ्ग पार्छ। मतलब उनीहरूसँग फेल हुने कुनै चान्स नै थिएन। अब उनीहरूले सामना गरेको चुनौती साँच्चै भन्ने हो भने सामान्य त पक्कै थिएन। यो त उनीहरूको सिप, धैर्य र सबैभन्दा महत्त्वपूर्ण मित्रताको सबैभन्दा ठूलो परीक्षा थियो। लक्ष्य के थियो त? सुन्न नै हाँसो उठ्ने खालको। मतलब सुन्नेबाट एउटा डुङ्गा बनाउनु पर्ने, अनि त्यही डुङ्गा चढेर खुल्ला समुद्र पार गर्दै अर्को टापुमा पुग्नुपर्ने। अझ अचम्मको कुरा के भने उनीहरूमध्ये कसैलाई पनि डुङ्गा चलाएको अत्तोपत्तो थिएन। तैपनि टापुमा भेटेको फोहोर र बाँसको टुक्रा जोडेर उनीहरूले यो असम्भव काम गर्नुपर्ने थियो। खासमा यो चुनौतीको पछाडि मिस्टर बिस्टको एउटा व्यक्तिगत जिज्ञासा थियो। उनी सधैँ सोच्थे, यदि म र मेरा साथीहरू साँच्चै कुनै टापुमा फस्यौं भने के हामी बाँचेर निस्कन सक्थ्यौं होला? त्यसैले यो केवल एउटा भिडियो थिएन, यो त जिन्दगीको लागि गरिने सङ्घर्ष र साँचो मित्रताको परीक्षा थियो। तर डुङ्गा बनाउने कुरा त पछि आयो। त्योभन्दा पहिले उनीहरूले त्यो खतरनाक टापुमा जसरी पनि जीवित रहनुपर्ने थियो। यो नै उनीहरूको पहिलो लडाईँ थियो। किनभने त्यो टापुको वास्तविकता एकदमै कठोर थियो। सोचे जस्तो सुन्दर र रमाइलो ठाउँ थिएन त्यो। बरु त्यहाँ थिए डरलाग्दा विषालु सर्पहरू, माकुराहरू अनि खप्नै नसकिने गर्मी। सबैभन्दा ठूलो समस्या त पिउने पानीको चरम अभाव थियो। यस्तोमा पूरै टोलीको एकमात्र आशा थिए हासे, किनभने उनलाई मात्र डुङ्गा बनाउने अलिअलि ज्ञान थियो। अनि उनले के गरे भने सुरुमा एउटा सानो खेलौना जस्तो डुङ्गा बनाएर टेस्ट गरे। यही सानो प्रयासले देखायो कि सायद यो योजना साँच्चै सम्भव हुन सक्छ। अनि त्यो सानो डुङ्गा पानीमा तैरियो। बस त्यही सानो सफलताले पूरै टोलीमा एउटा छुट्टै जोश भरिदियो। उनीहरूको मनोबल आकाशियो। बल्ल उनीहरूलाई लाग्यो, होइन, हामीले सोचे जस्तो यो काम पुरै असम्भव त रहेनछ। ल, अब कुरा गरौँ त्यो विशाल निर्माण प्रक्रियाको। कसरी त्यो टोलीले टापुमा एटाउति फालिएका फोहोरबाट एउटा डुङ्गा बनायो त? साँच्चै अचम्म लाग्दो छ। यो निर्माण प्रक्रियाले उनीहरू कति बाठा थिए र जे भेटिन्छ त्यसैबाट काम चलाउन सक्थे भन्ने देखाउँछ। उनीहरूले के गरे भने समुद्रको किनारमा बगेर आएका फोहोर, खास गरी ती निलो ब्यारलहरू अनि जङ्गलको बाँस जम्मा गरे, अनि तिनैलाई बाँधेर डुङ्गाको एउटा फ्रेम, मतलब एउटा आधार तयार पारे। उनीहरूले कति शारीरिक पीडा भोगिरहेका थिए भन्ने कुरा यो एउटा आँकडाले नै बताउँछ। नोलानको हात र पाखुरामा मात्रै सुन्नुहोस् है 60 भन्दा बढी पटक किराले टोकेको थियो। सोच्नुहोस् त, यो खाली गर्मी र थकानको कुरा मात्रै थिएन, यो त हरेक पलको कष्ट थियो। जब उनीहरूले बनाएको त्यो डुङ्गाको फ्रेम पानीमा सफलतापूर्वक तैरियो, तब बल्ल उनीहरूको आत्मविश्वास फर्कियो। साँच्चै यो नै त्यो क्षण थियो, त्यो टर्निङ पोइन्ट थियो जहाँ उनीहरूको सबै निराशा आशामा बदलियो। ल, डुङ्गा त बन्यो, तर अब सुरु भयो सबैभन्दा ठूलो परीक्षा। त्यो थियो खुल्ला समुद्रमा घण्टौँसम्म चल्ने लामो र एकदमै कठिन यात्रा। उनीहरूको त्यो 12 घण्टे यात्रा साँच्चै भन्ने हो भने कुनै फिल्मको कथा जस्तै थियो, उतार चढावले भरिएको। सुरुमा त एकदमै जोश थियो, तर एकैछिनमा एउटा डाडु भान्च्यो, अनि बिस्तारै शरीरले पनि साथ छोड्न थाल्यो। सबैजना थकित भए। तर जब उनीहरू लगभग हार मान्न लागेका थिए, प्रकृतिको एउटा चमत्कारले उनीहरूलाई फेरि अगाडि बढ्ने आशा दियो। यात्राको आधा बाटोमा पुग्दा उनीहरू शारीरिक र मानसिक दुवै रूपमा यति गलिसकेका थिए कि उनीहरूलाई अब हामी पुग्न सक्छौं भन्ने कुरामा नै शङ्का लाग्न थाल्यो। यो उनीहरूको लागि सबैभन्दा निराशाजनक क्षण थियो। अब हामी आइपुगेका छौं यो कथाको सबैभन्दा नाटकीय र सायद सबैभन्दा दुःखलाग्दो क्षणमा। त्यो क्षण जब सफलता उनीहरूको हातबाट फुत्किन लाग्यो। गन्तव्य अब टाढा थिएन। टापु आँखा अगाडि नै देखिँदै थियो, केवल 1.7 माइल पर।
घण्टौँको त्यो कठिन सङ्घर्षपछि उनीहरूलाई लाग्यो, बस अब हामीले यो असम्भव काम लगभग सकायौं। दूरी अझै घट्यो। अब त 1 माइल भन्दा पनि कम। उनीहरूको जोशको सीमा नै रहेन। शरीरमा बाँकी रहेको अन्तिम शक्ति लगाएर उनीहरू डाडु चलाउन थाले। अब केवल आधा माइल बाँकी। आधा माइल। उनीहरू यति नजिक थिए कि सायद पौडेर पनि पुग्न सकिन्थ्यो होला। सफलता लगभग उनीहरूको हातमा आइसकेको थियो, तर त्यही बेला सबै कुरा बदलियो। ठिक अन्तिम क्षणमा प्रकृति उनीहरूको विरुद्धमा गयो। ज्वार भाटा र हावाको दिशा अचानक बदलियो। उनीहरूको थकित शरीरले समुद्रको त्यो शक्तिशाली धारलाई जित्नै सकेन। उनीहरूको प्रगति ठ्याक्कै रोकियो र डुङ्गा त उल्टो दिशातिर बग्न थाल्यो। त्यसपछि डुङ्गाको नेतृत्व गरिरहेका हाँसेको मुखबाट निस्किएका यी शब्दले उनीहरूको हाडको पीडालाई बयान गर्छ। यति नजिक, एकदमै नजिक पुगेर पनि हार्नुको दुःख उनको आवाजमा छर्लङ्गै सुनिन्थ्यो। सोच्नुस् त, लगभग 12 घण्टाको त्यो कठिन यात्रापछि उनीहरूले 95% बाटो पार गरिसकेका थिए। तर अन्तिम 5%मा प्रकृतिले उनीहरूलाई जित्न दिएन। साँच्चै यो एकदमै क्रूर अन्त्य थियो। तर यो कथा हारमा मात्रै सकिँदैन। अन्त्यमा मिस्टर बीस्टले एउटा वाचा गर्छन्। हाम्रो अर्को च्यालेन्जमा म फेरि असफल हुने छैन। मतलब यो असफलताले उनीहरूलाई तोडेन, बरु झन बलियो बनायो। यो हारबाट सिक्ने र अर्को पटक जसरी पनि सफल हुने एउटा बलियो सङ्कल्प थियो।